मैले साथीहरूलाई भनेको छु अस्ति मधेसमा जाँदै गर्दा अब की बार यो सरकार नारा लाउनु छोडिदिनुहोस्, नारा लाउनु। नारै लाउने भए अब की बार 100 पार भनेर नारा लाउनुहोस्, त्यहाँ पुर्याउने यसमा मजाले जाने हो। सकिन्छ पुग्न, मजाले सकिन्छ, बहुमतसम्म पुग्न सकिन्छ पार्टीप्रतिको। तर केवल एउटै कुरा छ, दुःख गर्नुपर्ने छ, मेहनत गर्नुपर्ने छ। पार्टीको प्रत्येक सदस्यले म उम्मेदवार हुँ भन्ने ठानेर ल मेहनत गर्नु त एकपटक। 10 लाख क्रियाशील भएको पार्टी हो यो, वडा टोल टोलमा संगठन भएको पार्टी हो एक किसिमले। त्यसैले त्यस कारणले गर्दाखेरि म फेरि तपाईहरुलाई अन्तिम आग्रह गर्छु, हाम्रो आफ्नो ताकत, हामीसँग भएको ताकतलाई सम्झौं, बुझौं, तल्लो तहसम्म जाउँ र गएर भनौं हामी देश सम्हाल्छौं पनि, हामी व्यवस्थालाई सुधार्छौं पनि। हामी बदलेर आएका छौं, बदलेर आएको कांग्रेसले देशलाई बदल्छ पनि। यही विश्वास लिएर तल्लो तहसम्म तपाईहरु जानुहुन्छ भन्ने विश्वास राख्दै सभापति लगायत साथीलाई धन्यवाद दिने मेरो कुरा टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार, जय नेपाल।